नमस्ते। आज हामी स्मरण शक्तिको एउटा गहिरो रहस्य खोल्दैछौँ। सोच्नुहोस् त, यदि हाम्रो स्मरण शक्ति कमजोरै होइन, बरु त्यसलाई चलाउने तरिका नै गलत हो भने के होला? यो एउटा जानकारीले सबै कुरा बदल्न सक्छ। आउनुहोस्, सुरु गरौँ न त। हामी सबैलाई यस्तो भएको छ, होइन र? पसल गइन्छ एउटा एकदमै जरुरी सामान लिन, अनि गाडीमा बसेपछि मात्रै याद आउँछ, त्यही सामान त छुट्यो। यो दिक्क लाग्दो मात्रै होइन, अचम्म पनि लाग्छ। आखिर यस्तो किन हुन्छ त? ल, सुरुमै एउटा कुरा स्पष्ट पारौँ है। समस्या स्मरण शक्तिको होइन, यो कुनै व्यक्तिगत कमजोरी पनि होइन। त्यसैले मेरो त दिमागै कमजोर छ भन्ने सोचलाई आजैबाट हटाइदिनुस्। खासमा वास्तविक समस्या हाम्रो दिमागको अव्यवस्थित फाइलिङ सिस्टम हो। कल्पना गर्नुहोस् न, हाम्रो दिमाग एउटा विशाल फाइलिङ क्याबिनेट हो, तर हामीले कागजपत्रहरूलाई जथाभावी कोचिदिएका छौं। आज हामी त्यही क्याबिनेटलाई व्यवस्थित गर्न सिक्दैछौं। ठिक छ, अब नयाँ र प्रभावकारी तरिका सिक्नुभन्दा अगाडि हामीले वर्षौंदेखि प्रयोग गर्दै आएको पुरानो तरिका अर्थात् घोक्ने बानी किन काम गर्दैन भनेर बुझ्न एकदमै जरुरी छ। समस्याको जड नै यही छ। हामी मध्ये धेरैको लागि यो स्कुलको याद दिलाउने कुरा हो, होइन त? केही कुरा याद गर्नु पर्यो कि त्यसलाई बारम्बार दोहोऱ्याइरहने, यो त हाम्रो दिमागको डिफल्ट सेटिङ जस्तै भइसकेको छ। एकछिन सोच्नुहोस् त, हामीले स्कुलमा कति सूत्रहरू, ऐतिहासिक मितिहरू र परिभाषाहरू रातभरि बसेर घोक्यौं होला, तर परीक्षा सकिने बित्तिकै ती सबै कहाँ हराए? कहाँ? सत्य यही हो, यदि हामीले कुनै जानकारी दैनिक प्रयोग गर्दैनौँ भने घोकेको कुरा दिमागबाट मेटिएर जान्छ। घोक्ने तरिकाको एउटा ठूलो कमजोरी के छ भने हाम्रो दिमागले कुनै पनि सूचीको पहिलो र अन्तिम कुरा मात्र सजिलै सम्झन्छ, अनि बीचका सबै कुराहरू ती त मानव कुनै कालो पलमा हराए जस्तै हुन्छन्। अब समस्या त बुझियो, तर समाधान नि? यसको लागि हामीले स्मरण शक्तिको अवधारणालाई नै एउटा फरक कोणबाट हेर्नुपर्छ। अब म एउटा यस्तो विचार प्रस्तुत गर्दैछु जसले सबै कुरा बदल्न सक्छ। के होला यदि हामीले बिर्सेको भनिएका कुराहरू वास्तवमा बिर्सिएकै छैनन् भने? के होला यदि हामीले भेटेका हरेक व्यक्ति, पढेका हरेक किताब र सिकेका हरेक कुरा हाम्रो दिमागमा सुरक्षित रूपमा बन्द छन् भने? हो, यो नै हो मुख्य कुरा। स्मरण शक्ति पर्फेक्ट छ, समस्या त त्यो भण्डारबाट सही समयमा सही जानकारी बाहिर निकाल्नु हो। त्यसैले यो प्रस्तुति स्मरण शक्ति बढाउने बारे होइन, यो त रिकल अर्थात् सही तरिकाले सम्झने कलाबारे हो। अब हामी त्यो शक्तिशाली र व्यावहारिक समाधानबारे सिक्नेछौं, जसले हाम्रो मानसिक फाइलिङ क्याबिनेटलाई व्यवस्थित गर्नेछ। यो प्रणाली एकदमै सरल छ, जसलाई FIG प्रणाली भनिन्छ। यो प्रणालीको सबैभन्दा राम्रो कुरा के छ भने यसले हाम्रो दिमागको प्राकृतिक क्षमतासँग मिलेर काम गर्छ, त्यसको विरुद्धमा होइन। यसले याद गर्ने प्रक्रियालाई बोझिलो होइन, बरु रमाइलो बनाउँछ। यो सम्झन एकदमै सजिलो छ। FIG। F भनेको फाइल अर्थात् जानकारी राख्ने हाम्रो मानसिक ठाउँ। I भनेको इमेज अर्थात् जानकारीको चित्र, किनभने हाम्रो दिमागले शब्दभन्दा चित्र राम्रोसँग बुझ्छ। र G भनेको ग्लू अर्थात् त्यो भावनात्मक र क्रियात्मक गोन्द जसले इमेजलाई फाइलमा कहिल्यै नउकिने गरी टाँसिदिन्छ। यही नै छ यो प्रणालीको वास्तविक शक्ति। हामीले बनाउने छविहरू जति अनौठा, हास्यास्पद र जीवन्त हुन्छन्, ती त्यति नै बलियोसँग दिमागमा टाँसिन्छन्। हाम्रो दिमागले सामान्य कुरालाई बेवास्ता गर्छ, तर अनौठो र अविश्वसनीय कुरालाई कहिल्यै बिर्सदैन। ल, सिद्धान्तको कुरा धेरै भयो। अब यो प्रणाली व्यवहारमा कति शक्तिशाली छ भनेर आफै अनुभव गरौँ न त। तयार हुनुहुन्छ? हामी सबैभन्दा सजिलो र कहिल्यै नहराउने फाइलिङ प्रणालीबाट सुरु गर्नेछौँ, हाम्रो आफ्नै शरीर। फाइदा के छ भने यो सधैँ हामीसँग हुन्छ र यसको क्रम पनि निश्चित छ, जसले गर्दा फाइलहरू कहिल्यै यताउता हुँदैनन्। अब अभ्यास गरौँ है त। मानौ हामीले पसलबाट ओखर किन्नु छ। हाम्रो तेस्रो फाइल हो खुट्टा/टिग्रा। अब हामीले ओखरलाई खुट्टामा फाइल गर्नुपर्छ। हो, यो नै हो ग्लू। केवल आफ्नो खुट्टामा ओखर राखेको कल्पना नगर्नुहोस्। आँखा चिम्लेर कल्पना गर्नुहोस् कि आफ्नो घुँडाले जोडले ओखर फुटाइरहनु भएको छ। त्यो क्र्याक भन्ने आवाज सुन्नुहोस्, त्यो फुट्दाको महसुस गर्नुहोस्। यो एउटा यस्तो छवि हो जुन बिर्सन असम्भव छ। ल, अब भन्नुहोस् त, तेस्रो फाइल के थियो? खुट्टा, र खुट्टाको बारेमा सोच्ने बित्तिकै के याद आयो? ओखर, होइन त? बधाई छ, भर्खरै यो प्रणालीको शक्ति अनुभव गर्नुभयो।
यो त केवल एउटा सानो सुरुवात मात्र हो। यही सिप प्रयोग गरेर नाम, भाषण र कुनै पनि जटिल जानकारी याद गर्न सकिन्छ। दिमाग एउटा खजाना हो। अब प्रश्न यो छ कि यो नयाँ शक्तिको प्रयोग गरेर सबैभन्दा पहिले कुन खजानालाई सुरक्षित राख्न चाहनुहुन्छ?